व्यक्तिहरूको एकदमै धेरै बाहुल्यता रहेको छ। यहाँ चाहिँ माछा मार्ने, खेतीपाती गर्ने लगायतका कामहरू गर्नुहुन्छ कुमाल जातिहरूले भने मगर जाति र केही बाहुन समुदायका पनि मानिसहरू रहनुभएको छ। धेरै व्यक्तिहरू यस ठाउँबाट भारतको विभिन्न ठाउँमा रोजगारीको लागि पुग्नुभएको छ भने केही वैदेशिक यात्रामा विदेशतर्फ पनि लाग्नुभएको छ। यहाँको यो माथिको चौबा भन्ने यो चाहिँ गाउँ हो, यो अलिकति कुनारतिर छ र यहाँबाट एउटा बाटो गएको छ जुन यो शिवगङ्गा 9 को यो कानाचोर, त्यसै गरी 7 नम्बरको चाहिँ फुर्सा भन्ने ठाउँमा पनि यो बाटो जाने गर्दछ। म धेरै पटक 2078 सालमा मैले श्री हंसवाहिनी आबि कानाचोरमा पढाउने अध्यापन गर्ने क्रममा यो बाटोमा धेरै पटक हिँडेको छु। त्यस कारणले म एकचोटि फेरि पनि पुगिरहेको छु यो ठाउँमा। यो गाउँको यो चाहिँ नदीको आसपास किनारको क्षेत्रमा रहेको र यहाँ चाहिँ पक्की कुलोको व्यवस्था भएको कारणले यो शीतखोलाबाट पक्की कुलो ल्याइएको अवस्था भएकोले यो चाहिँ एकै वर्षमा 3 पटकसम्म यहाँ बाली भित्र्याइन्छ, जसमा चैते धान, त्यसै गरी वर्षे धान र लिएर गहुँ सबै मोटरेबल ठुलो पुल भइदिएर यहाँबाट फेरि अगाडि यो तामाताल र झिलबाङ जोड्ने एउटा पुल बन्दैछ। यो छिटो पुरा भइदिए यहाँका व्यक्तिहरूले उत्पादन गर्नुभएका यो कृषि उपजहरूलाई बजारसम्म पुर्याएपछि यहाँका जीवनहरूदेखि लिएर सम्पूर्ण कृषकहरूलाई निकै राहत पुग्ने थियो भन्ने मैले त्यहाँबाट जनगुनासो पाएको छु। र यति बेला म अलिकति दक्षिणतर्फको एउटा भागमा पुगेको छु, यो सहरदेखि यो सहर जाने बाटोको आसपासमा। यो चाहिँ एउटा सहरे झरना पनि देखिएको छ, देख्न सक्नुहुन्छ। यो दमराबेसीदेखि दक्षिणतर्फको एकदम नजिकैको ठाउँ हो। यहाँ पनि तपाईँहरूले पिकनिक गर्न जाने, घुम्न जाने, फोटो खिच्न जाने, पौडी खेल्ने, नुहाउने गर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। एकदमै राम्रो झरना। मलाई एउटा झरना छ यहाँ जानु पर्यो, फोटो भिडियो लिनु पर्यो भनेर मलाई घनश्याम आचार्य सरले भन्नुभएको थियो। मैले उहाँको चाहिँ यो आँखमा बसेको यो राम्रो रमणीय भूमि दमराबेसी तपाईँलाई कस्तो लाग्यो तपाईँहरूले पक्कै पनि मलाई कमेन्ट गर्नुहोला। पहिले दमराबेसीमा चाहिँ तोरीको मिल हुने गर्दथ्यो र तोरी पिलाउन चाहिँ धेरै टाढाबाट पनि आउनुहुन्थ्यो। सायद मलाई लाग्छ अझै पनि यहाँ छ होला। यहाँनिर एउटा सस्पेन्सन ब्रिज चाहिँ बनेको छ, तथापि यहाँ धेरै केही कुराहरू चाहिँ अझै पनि बाँकी नै छन्। पढाइ गर्नको लागि यहाँ चाहिँ ऐरावतमा आधारभूतमा चाहिँ 1 देखि 5 सम्म चाहिँ जाने गर्छन् भने 6 देखि 10 सम्म चाहिँ माथि जलुके या त लामातालको चाहिँ विष्णुपद चौपारी आधारभूतको चाहिँ 8 सम्म त्यहाँ पढ्न जान सके भने उच्च शिक्षाको लागि 9-10 को लागि भने यो चाहिँ सरस्वती माविमा हाम्रो फर्सबाङमा जानुपर्ने हुन्छ। यो सबै कुराहरू चाहिँ मैले यहाँहरूलाई यो भिडियोमा